सो हेलो गाइस व्हाट इज अप वेलकम ब्याक टु द च्यानल होइन मलाई चाहिँ यो गीत चाहिँ वाइल्ड मान्छेले भनेर रियाक्ट गर्न लाग्यो यो गीत आएको चाहिँ थुप्रै भइसक्यो कति दिन भयो भन्दाखेरि 2 हप्ता भइसकेको छ तर कमेन्ट आछ होइन मलाई मेसेज पनि आयो पर्सनल्ली अनि हप्पु ब्रो तिम्रो फ्यान्स चाहिँ राम्रो रहेछ नि यो गीत मलाई सुन्न भनेको थिएँ मैले सुनेको छैन अब के छ सुनिदिउँ है त हजुरको गीत हप्पु हप्पु ढोका ठक ठक वाला ब्रदर होइन टक 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 वाला होइन अहिले नेपालको स्लिपर्समा नि छ हि इज डुइङ गुड सो या लेट्स लिसन टु खप्पु कर्णाली 4 मिनटको गीत छ लामो रहेछ गीत चाहिँ तर सुनम केटाकेटी है सुनम लेट्स गो लेट्स वाच दिस थिङ साउन्ड के हो ए ठिक छ नाइस यार कस्तो राम्रो भ्यू यार कस्तो राम्रो भ्यू है केटाकेटी हो आस मात्र यहाँ तिम्रो हुने समाति चन्द्र सियु टामारो भएछ टुमारो छाट सियु टामारो भएछ ल रश्मिला साथकुरी रिना टान्डुकर सबु विष्ट अञ्जली भट्ट सबै केटीहरू रहेछन् ब्रोको मेसेजमा होइन अनि समाति गुड नाइट सियु टोमारो भएछ यहाँनिर चाहिँ ब्रोले राम्रो लेखेर छन् भन्छ यो एडिटिङको मिस्टेक उसको मिस्टेक भन्दा पनि किनभने यहाँ चाहिँ मेसेजमा चाहिँ सियु टुमारो नै लेखिहाल्नु उनले सियु टियो यमो लेख्या नि त समाति यहाँ चाहिँ टियो यहाँ चाहिँ टियो यम ए भएछ यहाँ ठिक छ चन्द्रमा छुने सम्झि तिमी हरेक साँझरुने आशा मेरो भेट्याहरूको जुनी यही सम्झना कर्णाली चाहिँ हरेक सास तिम्रो हात समाइ हिँड्ने सोच सबैमा ब्रो यो एडिट कसले गरेको उसलाई पैसा कम दिएको थियो कि के हो हेलो गुड मर्निङ भएछ है अब यस्तो कुरा त मिलाउनु पर्छ नि त यत्रो प्रडक्सन यस्तो राम्रो छ होइन भिडियो क्वालिटी यस्तो राम्रो खिच्यो त्यो सिन त्यस्तो दामी छ यो बेसिक कुरा के यो बेसिक कुरा त मिलाउनु पर्छ नि त होइन र ओ हप्पुलाई भनेको होइन क्या यो एडिट गर्ने मान्छेलाई भनेको यस्तो राम्रो झिकिसकेपछि होइन त्यो पनि सानो सानो कुरा पनि मिलाएको एकदम राम्रो हुन्छ यसले दिमाग खायो नि त मेरो यतातिर यो लयो नि त गीतमा सुनिरहेको थिएँ मैले यो देखेँ अब कस्तो लाग्यो गीत भाइबमा ल ठिकै छ सुनौँ है त सबै मास तिम्रो हरेक सासमा गुन्जिने सबै आवाज तिम्रो सोच रानी बनाउने तिमीलाई म राज तिम्रो सम्झना कर्णाली चाहिँ हरेक सास तिम्रो हात समाइ हिँड्ने सोच सबै मास तिम्रो हरेक सासमा गुन्जिने सबै आवाज तिम्रो सोच रानी नाइस एक्टिङ ब्रो नाइस एक्टिङ यो त के हो ब्रो रोइदेखाउ त ब्रो नाइस नाइस क्या नेचुरल देख्यो क्या यार बनाउने तिमीलाई म राज तिम्रो सोचमा म डुबी बस्थे हुन्न हुन्छु उनीको मायाकोमा आभारी कसम छ नि यो भूमिको आवाज कसले सुनिन्छ यहाँ पागल प्रेमी रुनेको दुर्गस्त हालत हुनेछ तिमीलाई त्यहाँ छुनेको अझै यादले छट्याउँछ बिताए के आँखामा ड्रप हाल्यो कि साँच्चै रोके हो ड्रपै होला है न त क्या पर्फेक्ट देख्यो क्या आँसु पनि अनि हुक क्या राम्रो छ यार त्यो त्यो कर्णाली भनेको कस्तो छोयो मलाई त है दामी छ हुकै दामी लाग्यो मलाई त है सुनम सुनम एका दिनहरू अझै मनलाई अत्याउँछ गर्ने हो कि घिनबरु अपनाउनलाई सहने छु हरेक दिन कठिनबरु अपनाउन त अनि यस्तो राम्ररी चाहिँ अनि त अनि मन रोइहाल्छ ब्रो के गर्छौ यस्तै छ सम्झना भन्छु आफू अलक्षिनबरु धन्यवाद छु दैव उनीलाई नाइस 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 भेटाउनुको समय त रहेनछ अपनाउन चेताउनुको भन्नु दैव आखिर उनी मेरी हुन्छन् हुन्नन् सारा मेरा भ्रम दैव आज मेटाउनु होस् ये सम्झना कर्णाली चाहिँ हरेक सास तिम्रो हात समाइ हिँड्ने सोच सबै मास तिम्रो हरेक सासमा गुन्जिने सबै आवाज तिम्रो सोच रानी बनाउने तिमीलाई म राज तिम्रो सम्झना तिम्रो कल्पना तिम्रो चोट छ नि यहाँ मुटुभरि मायाको भाड मायाको जाल भार बोकी यहाँ उठझरी आज बच्चन मुना र मदन पत्याउने छु दुधरी सुनेको खान्त तिम्रै सुगन्ध गुलाबी त्यो फुलसरी साथ तिम्रै याद तिम्रै आउनेछ हरेक सासमा कुरा यहाँ बुझ्दा कुरा नलुक के मोडलै चेन्ज भयो क्या हो मोडल चेन्ज भयो अलिक राम्रो थियो मोडल राजाहरू नै छ खासमा साथ मेरै हात मेरै राख्ने छ तिम्रो गासमा तिम्रै छ छाया तिम्रै छ माया तिमी बिना जिउँदो लास म सम्झना कर्णाली चाहिँ हरेक सास तिम्रो
हात समाई हिँड्ने सोच सबै मास तिम्रो हरेक सासमा गुन्जिने सबै आवाज तिम्रो सोच रानी बनाउने तिमीलाई म राज तिम्रो आहा म तिम्रो काना तिमी मेरी राधा प्यारी आहा भित्र तिम्रे झल्को हेर तिमी नियाली आहा तिम्रे साथमा हरेक पियानी हातमा चियाली आहा साँचो प्रेम गरेको झुटो भए मार्दियो भिखाली साँचो प्रेमको आशा बोकी मनको कुरा अघि खोल्दै आवाज ठुलो प्रेमको भोगी आशाको यो किरण छोड्दै प्रेमको डोको माया बोकी नाता कसम खाइ जोड्दै तिम्रे काखा मेरी सिरानी बाटी कुटी कपाल कोर्दै सम्झना गर्नाले चाहिँ हरेक सास तिम्रो हात जमाई हिँड्ने सोच सबै मास तिम्रो हरेक सासमा गुन्जिने सबै आवाज तिम्रो सोच रानी बनाउने तिमीलाई म राज राज तिम्रो तिम्रो त्यही रहेछ कहानी चाहिँ ब्रेकअप भएछ अनि उसले उसलाई भुलाउन सकेको छैन अनि नयाँ केटीलाई डेटमा गएछ अनि औँठी दिन खोज्दाखेरि पहिला पहिलाको यादहरू आएर एङ्सियस भएछ एङ्जाइटी एट्याक आएछ त्यही भएर अगाडि सुरुमा पनि रोइरहेको छ उसँग छुट्टिएर अनि ठिकै छ ब्रो राम्रो छ गीत होइन अब सुन बाँकी भएको हुक चाहिँ दामी लाग्यो हुक चाहिँ दामी लाग्यो है सुनौँ हो हुन नसकुला तिम्रो महलको राजामा किनारले बगाएर लगे अन्त थियो पर्खिनेछु बाजमा अन्त प्रजावती झार्जी तिम्रो सामु लाजमा तिम मायाको भारो छ यसैमा छु खुसी आज म हो हुन नसकुला तिम्रो महलको राजामा किनारले बगाएर लगे थियो पर्खिनेछु बाजमा लजावती झार्जै तिम्रो सामु लाजमा तिम मायाको भारो छ यसैमा छु खुसी आज म यास मात्र त्यसलाई कुन चाहिँ मोडल राम्रो लाग्यो सुरुको मोडल कि सेकेन्ड मोडल मतलब सुरुको लक परेको मोडल राम्रो लाग्यो कि पछिको अहिले हेर्दाखेरि चाहिँ मलाई सेकेन्डकै वाला राम्रो लाग्यो उहाँ नै राम्रो लाग्यो दुइटै राम्रो हुनुहुन्छ है दुइटै राम्रो हुनुहुन्छ एकदमै उहाँहरू गीत के हो मैले केटी हेरेर बसेँ के गर्नु यहाँ तिम्रो हुने समाती चन्द्रमा छुने सम्झि तिमी हरेक साँझ रुने आशा मेरो भेटिया एक्टिङले त मारेको त ब्रो एक्टिङ त दिएको छ है 10 आउट अफ 10 है केटीहरूले भन्दा नि मोडलले भन्दा पनि ब्रोदरले राम्रो एक्टिङ दिएको छ है जुनी सम्झना गर्नाले चाहिँ हरेक सास तिम्रो हात समाई हिँड्ने सोच सबै मास तिम्रो हरेक सासमा गुन्जिने सबै फाल्ने होला आवाज तिम्रो सोच रानी बनाउने तिमीलाई म राज तिम्रो ए नाइस 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 फालेको भए त्यो मजा आउँथेन बगाइदियो नि त भनेको फालेको भए के बुझिन्थ्यो भन्दाखेरि उसमा अझै रिस छ यहाँ ऊ छ भन्ने कुरा बुझिन्थ्यो तर उसले बगाइसकेपछि उसलाई रिस पनि छैन कि अब होइन कर्णाली जस्तो भइसक्यो ऊ होइन शान्त भइसक्यो ऊ होइन अब बग्नै पर्छ भन्ने उसलाई थाहा भइसक्यो कि त्यो रिस भन्दा नि उसलाई त्यो बहावले बगायो भनौँ न होइन त्यो फ्लोमा गयो भनौँ न ऊ जे कुरा राइट हो त्यो कुरा गर्यो भनौँ न सो या एकदम राम्रो छ कस्तो राम्रो सर्ट यो हेर न पारी बस्यो वारीबाट खिच्यो भनेपछि यही खिच्नलाई नै ब्रोहरूले मेहनत गरेको छन् एउटै सिन खिच्नलाई होइन सो या भिडियोग्राफरलाई प्रप्स एडिटरलाई चाहिँ प्रप्स छैन एडिटरलाई चाहिँ त्यो कुराहरू चाहिँ एकदम ख्याल राख्नु फाइनल प्रडक्ट दिइसकेपछि त त्यसको मिलाउनु पर्छ कि भनेपछि यो खर्चै भयो होला नि यो गीत बनाउँदाखेरि चाहिँ राम्रै खर्च भयो किन भन्दाखेरि मैले देखिसकेको यत्रो धेरै ठाउँमा सुटिङ छ ह्याउ छ खर्च चाहिँ निस्क्यो ब्रोको तर चाहिँ या बवाल छ यार गीत त बवाल छ गीतै ल राम्रो छ हप्पु ब्रो ढकढक ढकढक लेट्स गो नाइस सर्ट अनि त्यो पेन्ट पनि कस्तो राम्रो डिरेक्टेड बाई ग्रे गुड जब ग्रे नाइस छ लास्टको सर्ट मलाई एकदम मन पर्यो त्यो पानीमा बगाएको होला सृजन रहेछ है ब्रोको नाम चाहिँ सृजन थापालिया त्रिपाठी रहेछ त्रिपाठी रहेछ नि त हप्पु ब्रो त्रिपाठी रहेछन् ल है त नाइस छ यहाँ चाहिँ यो चाहिँ यसले चाहिँ मनखट खायो मलाई यहाँ पनि टुमारोको स्लिम बिगार्नु भयो त्यसपछि यति अगाडि गएपछि हेर न गु मर्निङ भयो यो कुराहरू चाहिँ उतो गर्नुपर्छ अरू चाहिँ बवाल छ है अब पहिलोचोटि सुनेको मलाई एकदमै राम्रो लाग्यो बर्ड्स हुक एभ्रिथिङ स्टोरी सिनेमाटोग्राफी एभ्रिथिङ अन पोइन्ट होइन ल गाइज थ्याङ्क यू गाइज फर वाचिङ लेट्स गो अब कसको रियाक्ट गरौँ प्लिज कमेन्ट डाउन बिलो है त